झोलुङ्गे पुल हेर्नुस् गाइस, यो पुललाई चाहिँ झोलुङ्गे पुल भन्छ गाइस हैन। अब झोलुङ्गे पुल हुँदै गाइस हामी अब झोलुङ्गे पुल हुँदै बुद्धनगर कहाँ फ्रिज लिन कहाँ जाने हो त? ल गाइस हैन, फ्रिज लिन कन्फ्युज भयो हैन, कुन लिने गाइस हैन। अब सानो लिएर जाने कि ठुलो लिएर जाने हैन गाइस। अनि त्यही भएर बुढीलाई फोन गरेको, बुढी पनि आउन लाग्यो गाइस हैन। बुढीलाई लिएर आउँछु अनि त्यहाँबाट रोज्छ त्यसले कुन लिएर जाने भनेर हैन। ओ खैरे आयो, खैरे ओइ खैरे ओइ यहाँ आइज। ओ काले गाइस, काले पनि भागेको छ है। आइपिएल हेर्नुहुन्छ अरे हैन। ल दाइ आइपिएल फेभरेट टिम कुन हो तपाईँको? मेरो फेभरेट टिम भनेको आरसीबी। ल त गाइस आज चाहिँ मसँग को हुनुहुन्छ भनेपछि हाम्रो अरुण दाइ हुनुहुन्छ हैन। अनि हामी चाहिँ कहाँ जान लागेको भनेपछि गाइस हामी चाहिँ फ्रिज लिन जान लागेको हैन। किनभने बुटलमा यस्तो गर्मी छ कि हैन गाइस। हाम्रो खानासाना पकाउँछौँ, तरकारी मासु सासु दुध सुध हैन, दुध फाट्ने अनि अरू एकैछिनमा गनाइहाल्छ गाइस हैन। त्यही भएर फ्रिज लिन जान लागेको। पहिलाको फ्रिज चाहिँ मम्मीले लिएर जानु भयो हैन। त्यही भएर गाइस एउटा फ्रिज चाहिएको छ हैन। हेर्न जाऊँ अब कस्तो हुन्छ गाइस है। अरुण दाइ फ्रिज किन्नु पर्यो अब। ल गाइस हैन, अब हामी चाहिँ जाँदैछौँ गाइस। झोलुङ्गे पुल हेर्नुस् गाइस, यो पुललाई चाहिँ झोलुङ्गे पुल भन्छ गाइस हैन। अब झोलुङ्गे पुल हुँदै गाइस हामी अब झोलुङ्गे पुल हुँदै बुद्धनगर कहाँ फ्रिज लिन कहाँ जाने हो त? नजिकै हो। ल गाइस चाहिँ नजिकै हो रे गाइस हैन। ए उता बुद्धनगर जानु नपर्ने रहेछ गाइस है। ल गाइस यतापट्टि रहेछ। ल गाइस हामी चाहिँ फाइनली यहाँ फ्रिज पसल आइपुगेका छौँ गाइस है। यहाँ ट्याक्क लगाएर यसो फ्रिज हेर्ने गाइस है, कस्तो फ्रिज छ। फ्रिज देखाउनुहोस् त। ल भाइ यो सबै फ्रिज कुन लागि? यो ठुलो हजुर घरको लागि ठुलो के चाहियो? सानो भए हुन्छ उयो भयो यो सानोभन्दा अलिक ठुलो भयो नि हुन्छ। कति लिटर हो यो? हेर त 70 लिटरको यो एलजी कम्पनी। खासै यो हो कि ठिक छ? हैन कि त्यस्तो त चलाइराख्नु ल गाइस यो चाहिँ हाम्रो रिकन्डिसन हो गाइस। नयाँ किन लिइराख्ने बेकारमा गाइस हैन। सेकेन्ड ह्यान्ड राम्रो भए पनि भइहाल्छ हामीलाई हैन अरुण दाइ? हो कि भन्नु त? एकदम राइट कुरो। ल गाइस हैन, फ्रिज लिन कन्फ्युज भयो हैन, कुन लिने गाइस हैन। अब सानो लिएर जाने कि ठुलो लिएर जाने हैन गाइस। अनि त्यही भएर बुढीलाई फोन गरेको, बुढी पनि आउन लाग्यो गाइस हैन। बुढीलाई लिएर आउँछु अनि त्यहाँबाट रोज्छ त्यसले कुन लिएर जाने भनेर हैन गाइस। ल गाइस बुढीलाई चाहिँ लिन आएको हैन हामी। अनि बुढी चाहिँ यतै आउँदैछ अरे, यतै काम छ अरे त्यसको हैन। अनि गाइस यहाँ बाटो हेर्नु है, बाटो चाहिँ बन्दैछ गाइस है। ल गाइस यो हेर्नु पुरै ल यो चाहिँ अस्तिको बाटो हो, हाम्रो छोरीको स्कुल जाने बाटो हो हैन गाइस। अनि त्यहीबाट उता झोलुङ्गे पुल जाने हो। आउँदैछ गाइस बुढी। र गाइस हैन यो बच्चाहरू चाहिँ हैन त्यही हाम्रो रुममा नयाँ मान्छे बस्न आउनु भएको गाइस हैन। उहाँको बच्चाहरू हैन। मेरो बुढी पनि उहाँसँग उसको मम्मीसँग आउँदैछ गाइस है। त्यही भएर मैले यहाँ कुरिरहेको छु। अनि बच्चाहरूलाई चाहिँ मैले नि लिएर आयो। र तिम्रो नाम के हो भन त? परबिन गिरी। अनि तिम्रो? प्रकृति हो। कति राम्रो नाम हो तिमीहरूको है। खै त मम्मीहरू आउँदै आएन है? आउँदैछ। ल गाइस उनीहरू आइपुग्न लागेको छ है। ओ खैरे आयो, खैरे ओइ खैरे ओइ यहाँ आइज। ओ काले ल गाइस काले पनि भागेको छ है। काले पनि भागेको छ गाइस है। ल गाइस यिनीहरू आइसक्यो हैन। अब यिनीहरू उहाँलाई चाहिँ खोइ कहाँ छोडेर आउने अरे। अनि मैले यसलाई लिएर हिँड्छु बुढीलाई। गाइस यहाँ आएको हैन। अनि यहाँ नि बत्ती गएछ गाइस है। ल हेर्नुहोस् अब कुन चाहिँ मनपर्छ। अरुण दाइले यो सानो हेरेको, यो मैले ठुलो हेरेको। त्यति राम्रो किलो छैन। यो हल्का स्क्र्याचहरू छ। चिसो पानी खानु भएका त पानी चिसो भएको छ।
यो नि भर्खर हामीले लाइनमा हाल्यो हो लाइनमा हालेको लाइन गयो यहाँ हेर्नु न चिसो भइसक्यो ल गाइज यो चाहिँ ठिक लाग्यो मलाई है धेरै अड्छ यी चिसो पनि भइसकेको छ यो त ठुलै छ नि फ्रिजै ठुलो छ कुन हेर्ने सामान अब यो त धेरै अड्छ जति राख्ने घरको सामान यसमा अट्छ यसमा यो हेर्नु भयो भर्खर जोडेको ग्यारेन्टी चाहिँ कति वर्षको हुन्छ यसको त कार्डै छ महिना हो कागज भएको 6 वर्ष छ 6 वर्षको छ 6 वर्ष चाहिँ नयाँ हो कि यो किनकि यो खुट्टा मात्र भाँच्यो रहेछ ए यसको अझै 6 वर्ष छ 6 वर्ष कागज खुट्टा भाँचेर सिधै दिन्छु खुट्टा भाँचेर अनि के भन्छ खुट्टा भाँचेर अनि यहाँ गरेर अनि रिपेयर गरेर राखेको खुट्टा बनाएर नभन कुन मन पर्यो हुँदैन नि त फेरि डर भन्नाले पट्टिनु सक्नु मलाई के डर लाग्छ त्यसो त अब के भन्ने रहेछ त्यो नयाँ पनि उ हुन्न नि त नयाँ के हुन्छ हुन्छ नि त होइन नयाँ पनि उ हुनु एउटा उ हुन्छ नयाँ भन्ने मात्रै हो होइन नयाँ भन्ने मात्रै हो दाइले अहिले तपाईँ के भन्नु छ पर्किन्छ सर्ट किन्छ डर छ बच्चाहरू छ नि त त्यस्तो त हुन्न होला होइन त्यस्तो त अहिले नेपालमा अलि थाहा पाइएको छैन कि हामीले पनि होइन र भने कता कति फेसबुकमै देखियो ल गाइस फाइनल चाहिँ हामीले होइन यो ठुलो फ्रिज लाने भयो गाइस है यो ठुलो फ्रिज लान्छौँ अब अङ्कलले चाहिँ हाम्रो यो चेक चाहिँ गरिराख्नु भएको नपुगेको सामानहरू पुगाइदिनु भएको होइन यो ठुलै लिएर जाने हो गाइस है गाइस होइन यो पसल चाहिँ अलिक भित्र रहेछ होइन गाइस कसैले पनि थाहा पाउँदैन होइन त्यही भएर अरुण दाइले गर्दा चाहिँ यो पसल मैले थाहा पाएँ होइन ल अरुण दाइलाई धेरै धेरै धन्यवाद होइन दाइ यस्तो भित्र यो ठाउँको नाम के हो अरे दाइ यो कैलाशनगर टोलमा पर्छ कैलाशनगर झन्डेपुल भन्दा नि यसलाई अर्कै भन्छ कैलाशनगर भनिन्छ कैलाशनगर 14 यो ठाउँ चाहिँ हल्का भित्र होइन कैलाशनगर सुकुम्बासी भन्थ्यो पहिला चाहिँ होइन गाइस अहिले चाहिँ कैलाशनगर भन्छ है गाइस कसैलाई फ्रिजहरू चाहिएमा अथवा कुलरहरू चाहिएमा अरुण दाइले पनि कुलर लिएर जाने होला नि त्यहाँबाट तपाईँले पनि कुलर लिएर जाने होला नि त्यहाँबाट अरुण दाइले कुलर भन्दै थियो गाइस होइन यहाँ कुलर पनि बनाउँछ होइन हाम्रो घर पनि एउटा बिग्रेको कुलर छ मम्मी ड्याडीहरूको त्यो पनि मैले ल्याएर यहीँ बनाइदिन्छु गाइस होइन यहीँ लिएर आउँछु अनि तपाईँहरू पनि आउनु होला यहाँ पानी उक्किन्छ होला नि है ल अब हाम्रो फ्रिज चाहिँ यहाँ लोड भइसक्यो हात्ती गाडीमा होइन अब हाम्रो दाइ पनि हामीले चिनेकै हो अब हामी घरतिर लाग्छौँ गाइज है ल गाइज हाम्रो चाहिँ फ्रिज फिट भइसकेको छ होइन हाम्रो फ्रिज यहाँ हेर्नु गाइज होइन फ्रिजलाई पूजा पनि भइसकेको छ गाइज है गाइज पूजा गरेको हो यो होइन हाम्रो फ्रिज फिट भइसकेको छ गाइज है ल गाइज अब फ्रिज त भयो गाइज होइन अब म पनि फिट हुनु पऱ्यो गाइज होइन अब यसो नुहाइधुवाइ गर्ने यस्तो दारी जुङ्गा काट्ने होइन गाइज यस्तो हल्का लामो लामो भएको गाइज दारी जुङ्गा है त्यही भएर दारी जुङ्गा काट्छु गाइज आज फ्राइडे पनि हो गाइज है त गाइज ल गाइज होइन म चाहिँ यहाँ हाम्रो दाइको स्यालेन आइसकेको छ होइन तर यहाँ हाम्रो दाइ चाहिँ बाहिरै बसिराख्नु भएको होइन अब दाइलाई सोधौँ दाइ किन बाहिर बसिराख्नु भएको भनेर ल दाइ किन बाहिर बसिरहनु भएको लाइन छैन होइन अनि भित्र गयो भने गर्मी छ दिमाग खराब हुन्छ ल गाइज होइन आज बत्ती छैन यहाँ हालत हेर्नु सक्नुहुन्छ पसिना पुछे छौँ होइन झन् दाइले नयाँ एसी हालेको रहेछ होइन तर के भन्नु बत्ती छैन गाइज है त्यही भएर म पनि बाहिर बसिरहेको छु बत्ती आउँछ कि भन्ने कुरिरहेको छु गाइज होइन अब के हुन्छ गाइज अब बत्ती कुर्ने कि अब यत्तिकै भयो भने काटेर जानु पऱ्यो गाइज होइन ल अब दाइलाई सल्लाह गर्छु मैले के हुन्छ गाइज यहाँ है त ल हाम्रो भाइ चाहिँ यहाँ मस्त सुतिरहेको गाइज है अँध्यारो छ गाइज है ए दाइले हाम्रो नयाँ एसी हाल्नु भएको रहेछ गाइज है तर एसी हालेर के गर्ने गाइज होइन बत्ती छैन लाइन नभएपछि गर्मी भएको तर पनि भित्र चाहिँ हल्का हल्का चिसो चाहिँ फिल भइरहेको गाइज है ल गाइज हाम्रो दाइले आइपिएल हेर्नुहुन्छ अरे होइन ल दाइ आइपिएल फेभरेट टिम कुन हो तपाईँको मेरो फेभरेट टिम भनेको आरसिबी होइन मेरो पनि फेभरेट यसपालि फेभरेट टिम आरसिबी होइन गाइज पहिला चाहिँ अब बच्चादेखि चेन्नई थियो गाइज होइन अब आरसिबी विराट कोहलीले गरेर आरसिबी पनि हो गाइज होइन यसपालि चाहिँ फुल्ली सपोर्ट दिल से सपोर्ट आरसिबीलाई छ होइन
ल तपाईँको मेरो दिल जान सब आरसीबीमा हो। सब आरसीबी होइन आरसीबीले जित्छ त दाइ पक्का यसपालि 100% जित्छ। जित्नै पर्यो हिजो कस्तो खेल दियो अँ। पन्जाबलाई धुलो खटाइदियो। अब आरसीबी यो पालि 100% टप उठाउँछ। टप हान्छ ल गाइज हिजो आरसीबीको गेम चाहिँ बबाल थियो होइन गाइज जम्मा 101 रनमा अल आउट हान्थ्यो के अरे होइन 102 को टार्गेट त हो नि 102 को टार्गेट थियो गाइज होइन 9 विकेट नौ विकेटमा पुरा अल आउट 13 ओभरमा अल आउट। लास्टमा आरसीबी 10 ओभरमा जित्यो। 10 ओभरमा जित्यो होइन 2 जनाले मात्र। ल गाइज है यसपालि चाहिँ आरसीबीले जित्नै पर्छ गाइज आरसीबीलाई फुल्ली सपोर्ट छ होइन हाम्रो तर्फबाट है त गाइज। अब ल गाइज होइन म चाहिँ बत्ती नआएर होइन फर्के गाइज होइन पछि जान्छु अनि हाम्रो अरुण दाइले यसो बोलाउनु भएको थियो मलाई यसो के काम छ अरुण दाइको होइन त्यही भएर म चाहिँ अरुण दाइ भएको आइपुगिसकेँ होइन के गर्ने हो र अरुण दाइ इन्जिन झार्ने हो गाइज यो इन्जिन झार्नु पऱ्यो अब हामीले होइन कसरी झार्ने त्यसलाई यो सिधै चेन पुलीले ठडाइदिनु त होला नि होइन गाइज जो चेन पुली लगाएको छैन यो चेन पुलीले सिधै यो इन्जिन उचालिदिने हो गाइज है पहिला यो झार्नु पऱ्यो होइन हाम्रो उहाँ गुरु चाहिँ पाल्पा सिमेन्टबाट आउनु भयो होइन दाइको रेगुलर कस्टमर हुनुहुन्छ उहाँ चाहिँ ल झारौँ न त अब